यो चाहिँ मेरो दोस्रो गीत हो साथीको नामबाट। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला है त। कस्तो शब्द हो यो साथी, आमा भन्दा माथि, राम्रै लाग्थ्यो मलाई पनि, हिँड्ने गर्थे राति, परिवारलाई भन्दा बढी मान्यता दिन्थे, नाइ भन्न नसके नि सबै मान्छे चिन्थे, एक्लो म भइन कहिले साथीहरू हुँदा, उसको मन दुख्दा अनि मेरो मन रुँदा, कति बाचा गरियो सधैँ सँगै हुने, अहिले सम्झिँदा नि लाग्छ कति मन रुने, बाल्यकाल नै रमाइलो जति ठुलो भए पनि चिन्ता नलि साथी भन्दै दिने गर्थ्यो अति, गन्तव्य नै छुट्टै थियो हामी दुई बिचको, मतलब केही नै नलाग्ने हामीलाई हरेक चिजको, कलेज जाँदा बोर्ड लाग्ने सधैँ बङ्क गरियो, कतिले त गाली गरे सबको कुरा टारियो, कति रात बिताइयो अनि घरबाट भागी, आफन्तको घरमा जान लाग्यो भनी ढाँटी, तेरो सम्झना मनमा छ। आमाको उपदेश र बाबाको गाली, घरबाट गाली गर्दा साथीहरूको ताली, आमा चाहिँ भन्ने गर्छिन् राम्रो हुन्न साथी, परिवार भन्दा ठुलो के हुँदैन माथि, साथ दिने कोही हुन्थेन परिवारकै हात, घरकाले राम्रै गर्थे लागे मलाई मात, अनि बाउ पनि त्यस्तै भए राम्रोसँग नबोल्ने, कस्तो छ छोरा भनी कहिले मलाई नसोध्ने, आमाको बोली सुन्दा लाग्थ्यो मलाई बेस, सबैको कुरा लाग्थ्यो जहिले मलाई ठिस, राम्रो कुरा उसकै लाग्ने साथ दिन्थ्यो जसले, साथी भन्दै हिँडिन्थ्यो मतलब गर्ने कसले, दुःख पनि लाग्थ्यो मलाई परिवारलाई सम्झिँदा, याद आउने गर्छ मलाई अहिले घाउ बल्झिँदा, आफ्नै ठुलो घमण्ड आफ्नै ठुलो अहमता, कुरा नसुनी म बस्ने गर्थेँ मौनता। बाउ आमाको माया कस्तो थाहा हुँदैछ आज, साथीको कुरा सुन्दा उनै लाग्थ्यो राजा, बाबा चाहिँ सधैँ रोगी आफ्नै व्यथा भोगी, छोराले साथ दिएन घात गर्ने पो हो कि, विश्वास पनि नलाग्ने घरको कुरा नमान्ने, गल्ती चाहिँ मैले गर्थेँ जानी होस् या नजानी, आफ्नो दाजुभाइ नि सबै आफ्नो बाटो लागिसके, अन्जान बन्छु म चाहिँ सधैँ परिवारलाई ढाँटिसकेँ, आफैलाई ठगे मैले आफैलाई चिने, साथ छैन अहिले कोही हातमा लगाइदिने, यसरी नै दिन बित्यो साथीहरूले ठगे, उसकै पछि लाग्यो अनि आफैलाई सके, पछुतो लाग्छ मलाई अहिले घर सम्झिँदा, ढिलो भइसक्यो बाबा समयसँगै चल्दिँदा, माफ गरिदेऊ आमा अब त्याग्छु मैले सङ्गत, साथीहरूकै सङ्गतले नै भयो घर भङ्ग। बाबालाई भनिदिनु छोरालाई माफी दिन समय लाग्यो, बाबा मलाई आफ्नै मान्छे चिन्न, कुरा सुन्दा सबै उस्तै व्यवहार चाहिँ भिन्न, अनि कति लाग्छ त्यो समय फेरि अब किन्न, अब छोरा राम्रो गर्छ भनी विश्वास गर्नु, सबै कुरा ठिक हुनेछ एक दिन भनी बस्नु है बाबा।